आज हामी विदेशमा काम गरेको 10 साल हुन आँटिसक्यो, 9 सालको मेडिकल गर्न आउँदैछौँ। सो मलाई चाहिँ एकदमै दुःख लागेर आएको छ। अनि अब यो दुःखको घडीमा चाहिँ म चाहिँ के भन्न चाहन्छु भने मेरो देशप्रति जुन नेतृत्व अभिभावक भएर ग्रहण गर्नुभएको नेताहरू हुनुहुन्छ, आज तपाईँहरूले हाम्रो देशमा यस्तो विकास गर्नुभएको थियो भने हैन, हामी विदेशसम्म आउनु पर्थ्यो त, पर्दैन थियो नि त। यत्रो रात दिन अरूको गाली खाएर हैन, दुःख गर्नलाई विदेशसम्म आएर यसरी दिनरात मेडिकल गर्न हेर्नु, पासपोर्ट बोकेर हामी चाहिँ धाइरहेका छौँ। यस्तो गर्नु पर्दैन थियो जस्तो लाग्छ सायद। सो यो मेसेज चाहिँ सबैको लागि हैन, तपाईँहरूले चाँडोभन्दा चाँडो देशलाई नेतृत्व गर्ने एकदम हैन, देशलाई चाँडोभन्दा हेर्नु। लिक्विन एउटा चाइनिजले सिङ्गापुर कस्तो दामी बनायो हैन, यही मलेसियामा अब कस्तो दामी बनाइसक्यो। खोइ त हाम्रो नेपालको कहाँ गइरहेछ विकास हैन भन्नु त। अब राजतन्त्रलाई फालेर गणतन्त्र आयो, गणतन्त्रमा खोइ विकास, नेताहरूले आफ्नो विकास मात्रै गरे। के यही हो त देश र जनताले, हाम्रो नेपाली देश र जनताले चाहेको विकास? अब फेरि राजतन्त्र फर्किने भनेको छ, हल्ला छ। अस्ति त्यत्रो आन्दोलन पनि भयो हैन, आन्दोलन पनि भइरहेछ। अब यो पछाडिको भूमिका चाहिँ कस्तो रहन्छ अनि नेपाललाई चाहिँ कस्तो बनाउने, अर्थात् नेपाललाई चाहिँ जेनेरेसन बाई जेनेरेसन खाडीकै एउटा कुल्ली बनाएर चाहिँ आफ्नो जीविका पार्जन गर्नुपर्ने हो कि अहिले पनि नेपालमै रहेर चाहिँ अहिलेको चाहिँ ब्याचलर पास गरेको युवाहरूले चाहिँ केही गर्न पाउने अवसर चाहिँ मिल्ने हो कि हैन? त्यसको लागि चाहिँ नेपालको अलिकति हामी जस्तो आम युवाहरू चाहिँ सधैँभरि पासपोर्ट यसरी हातमा बोकेर खाडीतिरै धाइराख्नुपर्ने हो कि? मलेसिया, साउदीको त दुबई हैन, दुबई, युरोपका तमाम देशहरू हैन, यसरी धाइराख्नुपर्ने हो सधैँ हामीले कि अब नेपालमा एउटा केही स्वस्थ राजनीति हैन, स्वस्थ के भन्छ, स्वस्थ राम्रो राजनीति गर्नेलाई अवसर दिनु पर्यो युवाहरूलाई। यो 70 कतिको बुढाहरूले कति विकास गर्ने? खोइ के विकास गरे अहिलेसम्म? केही गरेछ? केही गरेको छैन। अब बुढाहरू भनेको बुढा भयो, अब आफूले नातिना खेलाएर बस्ने हो, त्यो दिन गइसके हैन भन्नु त। अब यसरी सधैँभरि यतापट्टि आउनु नि त, यसरी सधैँभरि देशलाई चाहिँ लुटी खान पाइँदैन। अनि अब एउटा मेन देश चलाउने युवाहरू र जोस जाँगर भएको भिजन भएको युवाहरूलाई चाहिँ देश सुम्पिनुपर्छ सबैले चाहिँ हैन, पालो आउनु पर्यो। म देशलाई चाहिँ बदल्छु भनेर लागि परेको हाम्रै युवामा पनि हुनुहुन्छ धेरैजना। त्यस्तो व्यक्तिहरूले गरेको नेतृत्वमा चाहिँ सबैले साथ सहयोग गरिदिनु, सपोर्ट गर्नु पर्यो हैन। अब भनिने हो भनेदेखि जति पनि पुरानो हाम्रो नेताहरू हुनुहुन्छ, तपाईँहरूले चाहिँ नयाँलाई चाहिँ राजीनामा दिनुभयो भने पक्कै पनि भोलिको दिनमा चाहिँ हामी युवाहरू चाहिँ यो खाडीको लाउरे भएर बस्नु पर्दैन जस्तो लाग्छ मलाई। यसो भन्दै जय नेपाल भन्न चाहन्छु। के भन्नु? जय नेपाल।